ऊ दाइ आफूले भित्र लिएर गरेका छन् यहाँनिर चाहिँ प्रायः जसो भाकल गरेका। पहिला नमस्ते गर भाइ। नमस्ते नमस्ते। आज बाइकलाई पनि मेरो शिवरात्रि लागिरहेको छ। हेलो एन्ड गुड मर्निङ गाइज। आई होप यु अल गाइज आर फाइन एन्ड अल्सो फाइन। म पनि सन्चै छु। आज चाहिँ महाशिवरात्रिको दिन म आइसकेको छु आफ्नै गाउँठाउँ आफ्नै ठाउँको मेलामा। यहाँको अहिलेको माहौल यस्तो रहेको छ, मान्छेहरू बिहानै एकदम भिडभाड छन् होइन। एकदमै अब भनौँ न हाम्रो जिल्ला वरिपरिको सबैतिरको मान्छेहरू चाहिँ यहाँ अब आज झन् महाशिवरात्रिको दिन हाम्रो पिता परमेश्वर हाम्रो शिवजीलाई जल अर्पण गर्न आउनुहुन्छ यो मन्दिरमा। कमिटी अहिले लाइनमा बसिसक्नु भएको छ पूजा गर्नको लागि। अनि यहाँको अहिलेको माहौल यस्तो छ, एकदम भिडभाड एकदम प्याक छ होइन। मान्छेहरू आइरहेको छन्, आउने मान्छेहरू जाने मान्छेहरू गइरहेको छन्। बिहान अब 3-4 अब त्यो होला नि, अझै अगाडिदेखि नै आएर मान्छेहरूले पूजा गरिरहेको थियो होला नि। हाम्रो मन्दिरको प्रवेशद्वार भनेको चाहिँ यही हो। यहाँनिर चाहिँ मान्छेहरू आफ्नो आस्था लिएर आफ्नो धर्मलाई विश्वास गरेर यहाँ आउने गरेका छन्। यहाँनिर चाहिँ प्रायः जसो भाकल गरेका मान्छेहरू पनि आइरहेका हुन्छन्। मेरो साउन्ड क्वालिटी चाहिँ कतिको राम्रो आइरहेको छ कि छैन भन्ने चाहिँ अब मैले अलिक त्यति धेरै थाहा पाउन सकिनँ। अहिले चाहिँ म भिडियो बनाउँछु होइन। आई होप साउन्ड पनि मेरो पक्कै नै राम्रै आउनु परेको हुनुपर्छ। यहाँ चाहिँ अब भव्य मेला लाग्छ कि जहिले अब वर्षैपछि हाम्रो महाशिवरात्रिलाई चाहिँ मानेर त्यसलाई महाशिवरात्रिको दिनदेखि चाहिँ यहाँ 1 हप्ता कि 10 दिन आई गेस अब त्यही 10 दिन हो कि 1 हप्ता कति जति हो त्यति चाहिँ यहाँनिर मेला लाग्ने गर्छ। त्यो दिनसम्म चाहिँ यहाँनिरको माहौल डेली नै भनौँ न एज अ डेली बेसिसमा चाहिँ यस्तै नै हुन्छ। सायद पूजा गर्ने भनेको चाहिँ आजै होला यहाँनिर, किनकि आज महाशिवरात्रि हो। रोटेपिङै भन्छ होला आई गेस, त्यही भन्नुपर्ने हो यो। अनि विभिन्न थरीका गेमहरू भनौँ न यो यस्तो चाहिँ यहाँ राखिएको छ। अहिले चाहिँ अब अलि अँध्यारो भएकोले गर्दाखेरि बिहानको समयले गर्दा आफू एक्लै बसेर भ्लग बनाउनुमा र यहाँको भ्लग बनाउनुमा चाहिँ अलिकति होइन कि धेरै लट्स अफ डिफ्रेन्स हुँदो रहेछ होइन। एकदम अब कासी अब ठ्याक्क चिनेको मान्छे पनि पुत्त देखिहाल्ने होइन। अनि ल भने जस्तो हुने, अनि माइक ठ्याक्क जाइन भइहाल्ने के भन्ने भन्ने जस्तो त्यो हुँदो रहेछ होइन। पूजा गर्नु भन्ने पनि त्यही हो, मैले पूजा गर्नु भनेको पनि त्यही हो। त्यही भएर हामी चाहिँ बाहिरबाट हेरेर ढोलिने मान्छेमा पऱ्यौँ। त्यही भएर म चाहिँ भित्र अब कति बाइक कहाँ गएर पूजा गर्नु त अब भित्र लानु मिल्दैन होला। अनि अब यहाँ कसले पूजा गरिदिन्छ, कसैले गरिदिँदैन। डे टाइम त लागेन छ त नि। ऊ दाइ आफूले भित्र लिएर आउँदा हुन्छ भनेर भन्नु पनि मैले ल्याइदिएँ हो क्या, नत्र किन भित्र ल्याउँथेँ र म। अनि होइन 1-2 मिनटको काम हो। अनि पवित्र सम्मानले भोलाबाबाके पूजन गरेको उनका आशीर्वाद हमसबको साथ रहते। हर हर महादेव, हर हर महादेव, हर हर नमः। सम्पूर्ण हम जानकारी गराउन चाहन्छु। ल भयो अब लाने कि नलाने बारे में लाने खै सानी पहिला नमस्ते गर भाइ। नमस्ते नमस्ते। ए बहिनी हो तिमी? तिमी बहिनी हो? ला
ओए बुइनीहरू लड्छ नि त यहाँ बुइनीहरूलाई छोडेर अनि ल के छ ऊ रक आमामामा पारा के छ सानी रमाइलो भइरह बाइकमा यिनीहरू चढेर कति हुँदै 1250 आज बाइकलाई पनि मेरो शिवरात्रि लागिरहेको छ जस यसको अब आज पुरै पार्ट पुर्जाहरू जे बिग्रिएको सबै चेन्ज गरेर बाइकलाई एकपल्ट फुल टर्न्स बनाइदिनु पऱ्यो भनेर चाहिँ बाइक बनाउन आएको छु म यता हेर्न सक्नुहुन्छ बाइकको अहिलेको ठ्याक्क कन्डिसन अगाडिको चक्का चेन्ज गरिदिनु पऱ्यो अनि हाम्रो यो सकट पनि अलिअलि लिक भइरहेको रहेछ यसलाई पनि चेन्जै गरिदिनु पर्ने भन्ने कुरा आइरह अनि यसलाई पनि चेन्जै गरिदिनु पऱ्यो अनि प्लस मेरो अर्को भनेको चाहिँ चेन स्पोकेट पनि बिग्रिसकेको रहेछ अनि चेन स्पोकेट पनि फिटिङ अब हेरौँ खर्च के कतिको लाग्छ होइन यस्तो छ जोस् टर्न्स बनाइसकेपछि पछिसम्मको लागि आफ्नै हो नि त बाइक आफूलाई राम्रो हुने हो प्लस पोइन्ट हुने हो त्यही भएर चाहिँ आएको बेला फेरिदिउँ भनेर टिन्टै बरु धेरै खर्च लाग्यो लाओस् भनेर फेरिदिनु लागिरहेको छु है त ल केटा हो हाम्रो अब यहाँनिर चेन स्पोकेट पनि आइसकेको छ यामाहाको जेन्युइन छ भनेर त भने अब कतिको जेन्युइन हो कि होइन थाहा भनौँ त्यो छ एमआरएफको टायर अगाडिको लागि अनि त्यसपछि हाम्रो सकर पनि अगाडिको बिग्रेको थियो सकर पनि फेरिदिउँ भनेर कति छ प्राइस 1278 टु 1278 रहेछ अब यो अनि यसको यो सिल्ड रे यसको 3-400 छुट्टै पर्छ भनेर भनेछन् यो भयो अनि त्यसपछि हाम्रो यो दुईवटा कुरा अब यति फेरेर बाइकलाई टर्न्स बनाउँ एकपल्ट होइन अनि लुक्स कस्तो देखिन्छ भासभास गरौँ अब यस्तो छ आफ्नो बाइक भइसकेपछि त माया त गर्नु पऱ्यो नि त होइन बाइक चाहिँ बनेर टर्न्स भइसक्यो वास चाहिँ त्यहाँनिर गर्ने फेसिलिटी रहन्छ त्यही भएर वास हानेनौँ हामीले वास नगर्दाखेरि नि बाइक चाहिँ फेरि टिलिकै छ है झलक्क हेर्दाखेरि चाहिँ ल गाइज हाम्रो बाइक चाहिँ बनेर टर्न्स भइसक्यो वास चाहिँ त्यहाँनिर गर्ने फेसिलिटी रहन्छ त्यही भएर वास हानेनौँ हामीले वास नगर्दाखेरि नि बाइक चाहिँ फेरि टिलिकै छ है झलक्क हेर्दाखेरि चाहिँ रोटिपिङ त डेन्जर भइरहेको छ त है रातिको भ्यू चाहिँ बवाल रहेछ नि त कडालो धाउँदै अगाडि हिँड्नु त जोस् चलबल छुट्टै रहेछ फेरि रातिको मान्छे क्राउड नभए पनि जोस् लाइटिङ साइटिङ यताउता बनाएर चाहिँ राम्रो बनाएर रहेछ ट्यागको यसरी ल राति यस्तो बनाउँदा चाहिँ दामी देखिँदैन रहेछ